बेस्ट विशेष कमेन्ट गर्नेबाट एकजना विजेताको नाम आज घोषणा हुँदैछ। 50,000 को सोफा उपहार पाउने त्यो भाग्यमानी विजेता को हो? थुप्रै छ है। हजुर, यहाँ त निकै छन् सर। दर्शकवृन्द, त्यो भाग्यमानी विजेता जसले पाउँदै हुनुहुन्छ 50,000 बराबरको सोफा उपहार। सर ल च्याप्प निकाल्नुहोस् त एउटा। हो दर्शकवृन्द, केही दिन अगाडि हामी चितवन आएर बेस्ट विशेष कमेन्ट लेख्नुहोस् र 50,000 बराबरको सोफा जित्नुहोस् भन्दै भिडियो सार्वजनिक गरेका थियौँ र आज हजारौं कमेन्टबाट 700 कमेन्ट हामीले यस बक्समा राखेका छौँ र आज एकजना भाग्यशाली विजेताको नाम घोषणा गर्दैछौँ। त्यो भाग्यमानी विजेता को होला त? कतै तपाईँ त होइन कि तपाईँको आफन्त हुनुहुन्छ? सर नमस्कार। हजुर नमस्कार सर। आराम हुनुहुन्छ? एकदम ठिक छ सर। आज बेस्ट विशेष कमेन्ट गर्नेबाट एकजनाको नाम घोषणा हुँदैछ, हजुर, जसले पाउँदै हुनुहुन्छ यो 50,000 को सोफा निशुल्क उपहार। हजुर। अब कमेन्ट थुप्रै आएका थिए। यहाँ तपाईँले 700 चिट्टा छ भन्ने कुरा गर्नुभयो। यसको खास प्रोसेस प्रक्रिया के हो भनिदिनुहोस् न। केही समय अगाडि हामीले चितवनबाट एउटा भिडियो अपलोड गरेका थियौँ र उक्त भिडियोमा बेस्ट विशेष भनेर कमेन्ट गर्नुहोस्, 50,000 को सोफा जित्नुहोस् भनेका थियौँ र त्यही भिडियोको चाहिँ कमेन्टहरू हामीले दैनिक 100 जनाको सङ्कलन गरेर एक हप्तासम्म 700 जनाको चाहिँ नाम यहाँ कमेन्टलाई हामीले प्रिन्ट गरेर मजाले यसमा नाम राखिदिएका छौँ र आज विजेता घोषणा गर्न गइराखेका छौँ। र दर्शकवृन्द, धेरैले भन्नुभएको थियो बेस्ट विशेषवालाको प्रक्रिया के भइरहेको छ, कसले पायो, खै त भिडियो भन्ने कुरा गर्नुभएको थियो। म बिचमा बिजी भएर बागलुङमा थिएँ, तपाईँ सबैलाई थाहा नै छ र म बागलुङबाट फर्किसकेपछि आज यो बेस्ट विशेषको विजेता घोषणा गर्दैछौँ र योभन्दा अगाडि पनि कपिल वस्तुकी लक्की पुनले सोफा उपहार पाउनु भएको थियो। हामीले चाहिँ कमेन्ट जे लेख्नुहुन्छ त्यही प्रिन्ट गर्ने गरेका छौँ, किनकि नाम सेम पर्न सक्छ। मानव एबिसी राम खत्री पर्ला, राम खत्री नाम थुप्रै हुनुहुन्छ, थुप्रैका कमेन्ट आउलान्, अनि को राम आउने त? उहाँले म भन्नुहोला, उहाँले म भन्नुहोला। त्यसले गर्दा हामीले चाहिँ के गरेका छौँ, जे कमेन्ट गर्नुहुन्छ, जे प्रोफाइल पिक्चर फोटो छ त्यही नै प्रिन्ट गरेर देखाउने गरेका छौँ। अब खोल्ने होला, यो तपाईँलाई जिम्मा दिएँ किनकि म यसमा पर्न चाहन्न, किनकि मेरो नाम खै त भन्ने कुरा गर्नु होला है त। यसमा 700 जना हुनुहुन्छ। अब यसमा तपाईँ पनि पर्न सक्नुहुन्छ, तपाईँको आफन्त पनि पर्न सक्नुहुनेछ। यदि तपाईँ पर्नुभयो भने तुरुन्तै सम्पर्कमा आउनु होला। यदि तपाईँको आफन्त पर्नुभयो भने मेन्सन गरिदिनु होला। र दर्शकवृन्द, त्यो भाग्यमानी विजेताको नाम यसभित्र छ, किनकि हामीले पुरै लाइभ नै गर्नेछौँ। यो फेयर हुनेछ, सबैको नाम यहाँ भित्र छ, 700 जनाको नाम यहाँ भित्र